सो हे एभ्रिवान, म चाहिँ धरान गएर के खाएको थिएँ ल हेर्नुहोस् है त। मैले फर्स्टमा मगाएको थिएँ सादेको थुक्पा एन्ड सादेको थुक्पा त्यहाँ चाहिँ एकदम बेस्ट रहेछ, फेमस रहेछ त्यहाँको। अनि एकदमै मिठो लाग्यो मलाई यो सादेको थुक्पा चाहिँ। यसको ओ माई गड, मैले भोइस ओभर गर्दा नि मलाई मुखबाट पानी आइरहेछ। सो एकदम मिठो थियो त्यो चाहिँ। अनि त्यसपछि हामीले चाहिँ ट्राई गऱ्यौँ यो आलु निम्की र अनि अर्को यो वडा पाउ कि के, आई डोन्ट नो यसको नाम बिर्सेँ मैले। ट्राई गर्दाखेरि आलु निम्की ठिकै लाग्यो र त्यो अर्को चाहिँ मलाई मन परेन। यु क्यान सी भिडियोमा मेरो रियाक्सन। त्यो के खाएको कस्तो त्यो मिठै थिएन। आई डोन्ट नो, एक्सपेक्टेसन बिलो भयो मेरो चाहिँ। फेमस धरानको स्ट्रिट फुडहरूमा भनेर खाएँ। सो नेक्स्ट हामीले खाएको चाहिँ यो एग रोल। एग रोल चाहिँ अब नर्मल एग चाउमिन खाएको जस्तै थियो, यो चाहिँ ठिकै नै थियो। सो धरानमा चाहिँ सबैभन्दा मलाई बेस्ट लागेको चाहिँ सादेको थुक्पा।